एभ्रिवान, हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी घुम्न जाँदैछौँ गाइस, तर मेरो बाइक चाहिँ घरमै छोडिदिएर जाँदैछु 3-4 दिनको लागि। बाइक लिएर जान्छु भन्न दिनु भएन र आज हामी गाडीमा जाँदैछौँ। अरू केटीहरू आउँदैछ, उनीहरूलाई पर्खिरहेको छु म यहाँ बाटोमा। अनि आजको मेरो गाइस, आज मेरो ब्लग चाहिँ यही हो। हामी चाहिँ कति एक वर्ष अगाडिदेखि सोचेको थियौँ, तर आज पुरा हुँदैछ। बल्ल 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 मिलिरहेछ सबैजनाको। त्यही भएर आज जाँदैछौँ। रसै गाडी पनि आयो गाइस, गाडी पनि आयो। आउनुहोस् आउनुहोस् भन्दै हुनुहुन्छ खलासीजीले। यहाँ बिहान बिहान निन्द्रामा उठाएर ल्याइरहेछ निन्द्राले मलाई गाइस। कसरी फोन गऱ्यो भएर आज ल गाइस, अब हामी गयौँ है। बाई बाई। फर्स्ट ब्लग है गाइस, यो फर्स्ट ब्लग हो। फर्स्ट ब्लग सब्सक्राइब गर्नु पर्यो दिदीको च्यानल। मिनी ब्लग होइन क्या बाबा, यो युट्युबमा हाल्ने ब्लग हो। मलाई मार्दा सबैले। हामी फाइनली मुलघाट आइपुग्यौँ गाइस। हाम्रो गाडी आउँदैछ, हामी गाडी पर्खिरहेको छौँ। पुल चाहिँ उता छ कि कोइटोको बाटो चाहिँ यो बाटोबाट चाहिँ हामी जान आँटेको छौँ। हाम्रो कति एक वर्ष अगाडिदेखिको कुरा थियो। बल्ल बल्ल मिलेको। जाने टाइम चाहिँ भएकै थियो, तर एकजनाको नमिल्ने, अर्कोको नमिल्ने। हाम्रो चाहिँ फेरि मिलिसकेको थियो। हाम्रो दुईजनाको चाहिँ मिलिसकेको थियो। हाम्रो चाहिँ जहिले मिल्ने हो। हामीलाई त केही टेन्सन भएन। दुईजना मात्रै भएको भए चाहिँ बाइकमा जान्थ्यो। उहाँ म्याडमजीको चाहिँ एक्जाम थियो गाइस। ला कस्तो किर्मिरा आयो। मेरो पनि एक्जाम आयो फेरि। कहिले हो तिम्रो एक्जाम? अस्ति भएको थिएन त। अनि उसको मिलेन। मिलिरहेको थियो ल दिदी, मेरो चाहिँ मिलिरहेको थियो। हजुरहरूको चाहिँ हो नमिलेको, मेरो चाहिँ मिलिरहेको थियो। र मैले चाहिँ मेरो आज कान्छीलाई छोडिदिएर आएको छु गाइस। मेरो कान्छी मिसिङ कान्छी सो मच है। 3 दिनको लागि त हुने होइन, 3 दिनको लागि कि हामी 4 दिन पनि हुनसक्छ, 5 दिन पनि हुनसक्छ होइन। र हामी चाहिँ यहाँ खाजा खाँदैछौँ। यहाँ गफारीहरू छन् यहाँ। यता हेर भाइ। यस्तो मिठो छ कि, यति मिठो छ। यहाँ देखाइदिनुहोस्, यहाँ यता देखाइदिनुहोस् म्याडम। गाडी आएको छैन। को अवस्था चाहिँ यस्तो छ है गाइस। लास्टै बिजोग भयो यार, बिजोग भयो। आज कतिखेर पुगिन्छ थाहा छैन। लास्टै नि बिजोग ला गाइस। गाह्रो पर्यो, एकदम धेरै गाह्रो पर्यो आज। बाटो यस्तो रहेछ नि। ओइ के कसरी जाने हो क्या? यता उठ्यो चुप्लुङ भइरहेछ। अनि अब बाटो हामी जान सकिनौँ है। अब यहाँ यी जुत्ता लाउँदै हुन्छ म्याडमले। यता हेर्नु त म्याडम। धन्न आफ्नो त केही भएको छैन गाइस। सवारी हुँदैछ अब हाम्रो। Let's go girls, let's rock now. अब हामी तपाईहरुलाई कस्तो लाग्दैछ भन्नु म्याम तपाईलाई? आलु जस्तो भएछ। आलु यत्रो हुन्छ नि बारीमा फलेको आलु जस्तो भएछ हाम्रो आउटफिट चाहिँ गाइस। आलुको आउटफिट। फाइनली हामी फालेलुङ आइपुगिसक्यौँ गाइस। अब हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँको मौसम चाहिँ यस्तो छ। यस्तो दामी मौसम छ नि, हालत छ यस्तो छैन। यस्तो ड्रेस लगाएर टिकटक बनाउने सोचमा थिएँ, तर मौसमको अवस्था चाहिँ यस्तो छ गाइस।
बाहिरको मौसम देखाउँछु ल के सोचेको के भयो कि अब है ओके के सोचेको के भयो है अब यहाँ यस्तो खतरा यति खतरा मौसम देखाउँछु कि म आज तपाईँहरूलाई हे हे यस्तो छ मौसम ढोकेबाज भइदियो नि त अब यस्तो छ ल फालेलुङ यसपालिको यस्तै भयो गाइज अब अर्को वर्ष आउनुपर्छ फेरि हाम्रो धेरै बिजोग भयो मरेर आइपुग्यौँ अब फेरि मरेर जाँदैछौँ अब यस्तो थियो हामीलाई मौसमले धेरै दुःख दिनु भयो त्यही पनि हामीले फोटो भिडियो चाहिँ खिच्यौँ हामी ओभर ज्याद्रो लास्टै लाती भएको कुराहरू सुनाउनु आज फालेलुङ कस्तो लाग्यो त लाग्यो एकदम बवाल लाग्यो उभिँदा त यस्तो दामी हुँदो रहेछ यस्तो दामी जाऊ